कालोबजारी गरिस् लुकाइस् ग्यास भनेर लुकाएर मैले कहाँ कालोबजारी गरेँ कसलाई महँगोमा ग्यास बेचेँ कसलाई 2500 3000 5000 लिएर ग्यास बेचेँ त्यो देखाओस् मलाई कास्की जिल्ला प्रशासनले म दिनरात नबनिकन खटेर ग्यास हरेक नपाएको घरमा ग्यास जाओस् कसैले दुईटा नलैजाउँ सिंगल ग्यास हरेक घरमा एक कुन्टा ग्यास पुगोस् भन्ने उद्देश्यले ग्यास काट्दा ग्यास आएको 1 घण्टामा जफत गर्न पुग्छ जिल्ला प्रशासन कार्यालय कास्की तिमीहरूको त तलुवा चाट्ने तलुवाहरूको जस्तो होइन हामीहरू तिमीहरूको सोच होसमा तिमीहरूका घर घर हरेकका घर ग्यास पुर्याएको छौ होला तिमीहरूले तर हामी त हरेक दुखीको घर ग्यास पुगोस् भन्ने उद्देश्यले ग्यास बाँडेका छौँ पानी खाएको छैन बिहान उठेदेखि खाना खाएको छैन मैले मेरो 3 वर्षको बच्चा भोकै राखेर रुवाउँदै मोबाइल छोडेर मैले हरेकलाई सेवा गरेको छु आज कास्की जिल्ला प्रशासनले मलाई कहिले कालोबजारी गरिस् भनेर 26 वटा ग्यास कम्पनीबाट आएको 1 घण्टामा जफत गरेर लिएर हिँडेको छ के यही हो कास्की जिल्ला प्रशासनको न्याय यही हो कास्की जिल्लामा बसेर व्यापार गर्दा यही देशमा केही गरौँ विदेशमा नजाउँ हामी भनेर कास्की जिल्लामा यही हो हामीले कास्की जिल्ला प्रशासनले हामीलाई के गरे हामीले के गर्ने लास्टमा हामी चाहिँ के कास्की जिल्ला प्रशासनले हामीलाई रन्दै खोजेको हो हामीलाई चाहियो त हामीले